वेलकम टु माई एनदर भिडियो। अनि आफ्टर लङ टाइम चाहिँ मैले चाहिँ अर्को भिडियो आज हामी पिकनिक आएको भिडियो बनाइरहेको छु। अनि हामी चाहिँ अहिले चाहिँ ठ्याक्कै रासाताल आइसकेको छौँ। हामी केटाहरूसँग आइसकेको छौँ। अनि त्यस पछाडि अब यहाँ पिकनिक चाहिँ कहाँ खाने के गर्ने भनेर चाहिँ हेर्दैछौँ। तर अलिकति यहाँ प्रब्लम चाहिँ दाउराको छ। दाउरा कहाँ भेटिन्छ के गर्ने अब खोज्नुपर्ने छ। अनि दाउरा भेटेपछि चाहिँ हाम्रो बनाइ तुलाइ गर्ने काम चाहिँ हुन्छ। तर पनि अब सुरुमा चाहिँ हामीले ठाउँ चाहिँ हेर्नुपर्ने छ यहाँ कहाँ बसेर खाने भनेर चाहिँ। अनि सामानहरू त्यही भयो। अब सामान एउटा मैले यहाँ बोकेको छु, एउटा मेरो झोला छ। अनि त्यहाँ तिनजना, त्यहाँ एकजना उता गइरहेछ, एकजनाले चाहिँ बोकेको छैन यहाँ यति बोकिरहेछ सामानहरू। ल गाइस, हामी चाहिँ ठ्याक्कै अब चाहिँ हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ। अनि त्यस पछाडि चाहिँ सबैभन्दा यहाँ ठुलो समस्या चाहिँ अहिले एउटा ठाउँ खोज्ने कहाँनिर खाने भनेर। अनि अर्को भनेको चाहिँ दाउराको। मैले चाहिँ दाउरा पनि बोकेर आइसक्यो एउटा भेटेर। दाउरा एउटा नि रहेनछ होइन, दाउरा यतै छ मेरो एउटा यो बिचकोले चाहिँ दाउरा यहाँ दह्रो पाउँछ भन्दै थियो र दाउरा पनि यहीँ खोज्ने भनेर केही नगरिकन आयो। लास्टमा दाउरा त यस्तो केही छैन कि। तर केटाहरूलाई केही छैन। म यता गोबारहरू धेरै पाउँदो रहेछ, गोबार। अनि अब यो पतिङ्गर भयो भने त्यस्तो पनि पकाएर चाहिँ म खुवाइ नै हाल्छु यिनीहरूलाई। टेन्सन छैन, दाउरा एउटा खोजिरहेको छु। अनि फाइनली हामी चाहिँ आइसकेको छौँ। यस्तो ठाउँहरू छन् रहेछ। अनि त्यही हो, अहिले चाहिँ ठ्याक्कै ठाउँ हामीले हेर्दैछौँ कहाँनिर बसेर खाने के गर्ने भनेर। पिकनिक खाने चाहिँ कहाँनिर बसेर खाने भनेर त्यो। त्यस पछाडि त्यस्तै छ। तर सामान त डर लेख्छु म, 1 झोला 2 झोला 3 झोला 4 5 आजतिर पनि देखाइदिएँ 6 झोला ल्याएको छु। खानेकुरा चाहिँ म देखाइहाल्छु नि गाइस। सुन न, ताल त ठ्याक्कै त्यहाँ पर रहेछ, ताल पनि देखाइहाल्छु नि म एकछिनमा गाइसहरूलाई। केटाहरूले टन्न ओछ्याउनुको लागि अरे यो चाहिँ उयो लिएर झन् आची बुझ्ने गजब बेइज्जती है। सरकारले खुला दिशा मुक्त भन्ने क्षेत्र घोषित गरे पनि उयो चाहिँ भेट्दैछ है। तन्ना ओछ्याउने अरे, तन्नाले त माथि माथि उठ्ने भयो त आशीले। ल अब हामी चाहिँ दाउरा खोज्नु गइसकेको छौँ है। दाउरा चाहिँ पाउँदैन कि, दाउरा खोज्दै जाने हो। ओके, दाउरा खोज्दा केटा आउँछ अब यता गएर, तर पाउँछ होला भने त दाउराहरू। लास्ट समस्या रहेछ यार दाउराको। अब कहाँ खोज्ने दाउरा चाहिँ? मासु त पाक्नु पर्यो, मासु पाक्नु त पर्यो हल्छ कि दाउरा खोज्नु पर्यो नि। एउटा पर छ एउटा उयो। अनि म चाहिँ यहाँ दाउराको दाउराको नाममा यस्तो छ है, एकचोटि बालो सक्यो। उयो परतिर जङ्गलतिर पाउँदैन असो के। दाउराको त नि यस्तै झिटा पनि लग्नु त होला नि। अब हुल्लुलु एकचोटि बालिदिन्छ अनि सकिहालिन्छ। अघि दाउरा किन्ने भयो भने त्यो पैसा पनि थिएन दाउरा किन्ने। यसो झ्यासा मात्रै पाइन्छ के असो के। यो मधेसमा त यस्तै रहेछ। दाउराको नाम त लु अनि त्यो बाँस पडक भाँजौँ क्या असो के। है एउटा दामी भेटेँ त, रुखको बोक्रा तानेको त दामी त भन्यो। चिसो न चिसो पो रहेछ। दाउरा खोज्नु त्यस्तो गाह्रो रहेछ। दाउरा चाहिँ यति मैले भेटेँ, त्यसले त्यहाँ भेटेकै छैन होला।
गाइस अब चाहिँ दाउरा खोज्दै गर्छु म अरू भिडियो चाहिँ एकछिनमा बनाउँला अहिले चाहिँ लागि दाउरा खोज्दै गर्छु दाउरा नै भेटेन नि त नि दाउरै भेटेन भने त के पकाएर खाने हो दाउरा लिएर आयो तैँले त्यति लिएको हो यति नै हो तैँले लिएको चाहिँ तिम्रो लास्टै फोहोर भयो तिम्रो लुगा ए 200 रुपियाँको दाउरा ठुल्ठुलो यो चाहिँ हामीले खोजेको है अनि कस्टम किनेर लिएको त कहाँ भेट्नु अनि चोरेर लिएको अरे यो चोरी आएर कति थियो नि त यहाँ त पनि त्यो राखेको त अनि हाम्रो चाहिँ खानेकुराहरू सबै यहीँ छ हातहरू धुमौ लु आज चाहिँ के गर्दै बसिरहेको थियो यहाँ दाउरा नि आइसक्यो ल आज मजा हुँदैछ त हाम्रो अन्डा पाक्दैछ असो के कटिङ काम गर्ने तिमी काट्नु भाइ पालो पालो गर्दा भइगयो त त्यसको लागि सबैजनाले यो काम चटपटीको लागि अचारको लागि होइन अचार काँचो अचार हो अचारको लागि होइन चटपटी हो त्यो पर्दैन जस्तो यस्तो गर सबै बाटो मात्रै गर्ने त छैन सबै मुख बजाउनेको भारीहरू सबै मुख बजाउनेहरू मात्रै छ हात चाहिँ बजाउन हात चाहिँ यता ल्याउ न सिकाउने एकछिन देऊ त मुख झुल्दैछु हात चला धेरै हात चला मुख मात्रै होइन हात चलाउने मात्रै होइन यो काटा होइन अचारको लागि चाहिँ म आफै गरिदिन्छु ल अचार चाहिँ कसले बनाउँछ र भाइ अचार चाहिँ के को लागि बनाउने सलाद जस्तो नबनाउने सलाद मात्रै बनाउने लु होइन लु पनि बनाउने त यहाँ छ ल बनाउने मोबाइल चाहिँ लिन भनेको त नबना न अहिले एकछिन दिन नपटेको लागि पार्छ पार्छु कि पानी जान्छु म पल्लो बेस जान सुधि तेरो यहाँको तेरो तारा हजार दिउ कि दिलमा बसाइ नाच यहाँ धुलौडा अब हामी चाहिँ के ठिकै छ छोडै छोड्दैछौँ यहाँ हेलो गाइस हामी चाहिँ अब चाहिँ गेमको लागि यहाँनिर चाहिँ के भन्छ है टेबलहरू सेट गर्दैछौँ हेरौँ है गाइस कति स्ट्रगल गर्नुपर्छ ल अब हामी चाहिँ खानेकुराहरू चाहिँ राख्नु आँटेको छौँ ल हेलो गाइस अब चाहिँ हाम्रो चाहिँ फुड च्यालेन्ज र पेपर सिजरबाट फुड च्यालेन्ज छ त्यसको लागि चाहिँ हामीले चाहिँ यति हाम्रो फास्ट फुडहरू चाहिँ रेडी गरिसकेको छौँ अनि त्यस पछाडि अब चाहिँ हेलो गाइस हेलो हेलो रेडी छ होइन गेमको लागि कतिको एक्साइटेड मिल्यो भने एक्लै खाइदिन्छु असो के कति एक्साइटेड तर केटाहरू यस्तो हन्तकाली घिचुवाहरू छ नि यहाँनिर यतिमा कति खानु पाउँछु मलाई थाहा छैन होइन मलाई थाहा छैन तर ठिकै छ ल अब हामी चाहिँ खाने हो है ल हामी चाहिँ खानु भइसक्यो ल गाइस अब चाहिँ हामी चाहिँ र पेपर सिजरवाला फुड च्यालेन्जको लागि चाहिँ तयार भइसक्यौँ यो चाहिँ हाम्रो भयो यता सेट खानेकुराहरू यस्तो छ होइन केटाहरू चाहिँ अलिकति गेम खेल्नु जान्दैन त्यही भएर डिस्कस गर्दैछ ल रेडी है केटा हो रेडी म त आइसकेँ
रुल चाहिँ थाहा हुनुपर्छ सबैलाई। 1 2 3 go rock paper scissors भागत rock paper नियमले काम गर्छ किनकि धारा गएको मुटुले काम गर्दैन क्या मुटुले भने यस्तै हो क्या गेम डाउन फेरि ल जस्तै म यहाँ दुईजना हामी गऱ्यौँ होइन म खान्छु होइन त्यसपछि ए होइन तिमीहरू सुरुमा नै भाग्नुपर्छ हो एउटाले चाहिँ के त्याग गर्नुपर्ने सुरुमा एकजना गाइस फाइनली हामी चाहिँ अब चाहिँ पिकनिकहरू नै खायो रमाइलो गऱ्यो गेमहरू पनि तर खेल्यो तर बिच बिचको धेरै भिडियोहरू बनाउनु पाइनँ कि ठिकै छ